कोरोना विशेष में स्वागत करै छी। एहि कार्यक्रम में कोरोना रोकथाम आ नियंत्रण के लेल अखन भ रहल काज आ अखन पिछला समय के बात करी तो संक्रमित के संख्या बढ़ैत जा रहल छै नेपाल में। एकर रोकथाम के लेल की काज भ रहल छै यावत विषय में चर्चा करै छी। एहि क्रम में जौ प्रदेश नंबर 5 के बात कल जाए, प्रदेश नंबर 5 जे शुरुआत के समय में प्रदेश नंबर 2 आगा चले, लेकिन प्रदेश नंबर 5 अखन 7 प्रदेश में सबसे बेसी संक्रमित अखन प्रदेश नंबर 5 में देखल गया है। ओहो में सबसे बेसी बांके में देखल गया है। आई बांके के विषय में चर्चा कर जा रहा है कि बांके के अवस्था केहन है, ओतुका अवस्था केहन है। अखन प्रत्यक्ष नेपालगंज से जुड़ल है तराई मानव अधिकार रक्षक संजाल पश्चिम क्षेत्र के संयोजक आलम खान। आलम जी, कार्यक्रम में स्वागत है। धन्यवाद धन्यवाद। अब शुरुआत को समय में प्रदेश 2 अगाडि गइरहेको थियो, अहिले त अब प्रदेश 5 प्रदेश 2 लाई पनि उछिनेको अवस्था छ। यसरी अचानक यतिको संख्यामा 106 जना अहिले प्रदेश नंबर 5 में संक्रमित रहेका छन् र 1 जनाको त मृत्यु समेत भइसकेको अवस्था छ। यस्तो विकराल रूप कोरोना को किन देखियो त? पहिलो त तपाईलाई म धन्यवाद दिन चाहन्छु। जुन यो बाँके जिल्लाको यो अवस्था यो प्रदेश 5 लाई नै एउटा केन्द्र मानेर जुन मैले यो कार्यक्रमलाई फोकस गर्नुभएको छ, त्यसका लागि तपाई र तपाईको टेलिभिजनलाई म धन्यवाद दिन्छु। वास्तवमा यति बेला विश्व भर यो कोरोना महामारी फैलिएको छ र विश्व नै आक्रान्त बनेको छ र नेपाल पनि त्यसको अछुतो चाहिँ छैन। नेपालमा पनि 2 जनाको ज्यान गइसकेको छ, जसमा बाँके जिल्लाको पनि 1 जनाले ज्यान चाहिँ गुमाउन पुगेका छन्। संक्रमणको संख्या दिन प्रतिदिन बढिरहेको छ। यसको लागि विशेष गरी राज्यले विभिन्न किसिमको तयारी गरेको बताइराख्दा पनि व्यवस्थित रूपमा क्वारेन्टाइन सञ्चालन नहुनु र आइसोलेसनको व्यवस्था नहुनु, संक्रमितहरू फेला परिसकेपछि आइसोलेसनको खोजी गर्नु सबैभन्दा दुर्भाग्यको विषय चाहिँ हो। यति बेला बाँके जिल्लाको कुरा गर्ने हो भने यति बेला 106 जना जति बाँके जिल्लामा मात्रै संक्रमितहरू फेला पर्नु भएको छ भने प्रदेशको संख्या हेर्ने हो भने त अब धेरै नै छ, त्यो भन्दा बढी नै पुगेको छ। त्यसकारणले गर्दा यसलाई सरकारले विशेष गरी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले पनि क्वारेन्टाइनलाई व्यवस्थित गर्न चाहिँ जरुरी छ, जुन अझैसम्म हुन सकेको छैन। क्वारेन्टाइन अहिले तपाईँ प्रत्यक्ष रूपमा गएर हेर्ने हो भने एउटा पशुलाई राख्नु भन्दा पनि दर्दनाक अवस्थामा चाहिँ त्यहाँ मान्छेहरूलाई राखिएको छ, कुची राखिएको छ। तपाईलाई म उदाहरण दिन चाहन्छु, ज्वलन्त उदाहरण छ हामी बीचमा। बाँकेमा 1 जना, नरेनापुरको 1 जना व्यक्तिले जुन ज्यान गुमाउन पुग्नु भएको छ, सरकारले त वहाँ संक्रमित भएर ज्यान गुमाउनु भयो भनिसक्नु भयो, सरकारले भनिसकेको अवस्था चाहिँ छ। तर हामीले गरेको अध्ययनले चाहिँ मजाले भनिरहेको छ वहाँ चाहिँ संक्रमित हो, ठीक छ। सरकारले त्यो रिपोर्ट स्वास्थ्यको जुन कोभिड जुन परीक्षण गरियो त्यो रिपोर्टले चाहिँ वहाँ संक्रमित हो भने देखायो। तर हामीले विशेष गरी थर्ड एलायन्सको मैले गरेको अध्ययन बमोजिम चाहिँ वहाँ कोरोनाकै कारणले उहाँको ज्यान चाहिँ गएको होइन। सरकारलाई अझै गम्भीर चाहिँ हुनुपर्छ। उहाँलाई डायरिया भएको कारणले गर्दा, बान्ता भएको कारणले गर्दा 5-6 घण्टा रेगुलर चाहिँ एउटा मान्छे, स्वस्थ मान्छेलाई पनि डायरिया र बान्ता रेगुलर हुन्छ भने त्यसको ज्यान बाँच्छ वा बाँच्दैन त्यो आम नागरिकले साझै चाहिँ आकलन गर्न सक्ने चाहिँ अवस्था छ। त्यो भएर बाँके जिल्लाको जुन हदमा 1 जनाको जुन ज्यान गएको छ त्यो उहाँको निर्मम तरिकाले उहाँको ज्यान गएको छ। उहाँ कोरोनाकै कारणले गर्दा उहाँको ज्यान गएको हो भन्न चाहिँ राज्यले भन्छ भने त्यो आफ्नो दाबी उसको होला, अलग पाठ हो। तर चाहिँ यति बेला कोरोना भन्दा पनि स्वास्थ्य उपचार समयमा नपाउनु र त्यो व्यक्तिले पानी नपाएका कारणले गर्दा नै उसको ज्यान गएको भन्ने हाम्रो चाहिँ निष्कर्ष हो। सरकारले त्यसकारण त्यो त हुन सक्छ होला, अब अरु रोगबाट पनि उ चाहिँ ग्रसित भएको हुन सक्छ होला, तर रिपोर्टमा चाहिँ कोरोना नै देखियो भन्ने कुरा पनि त आयो नि, हैन? त्यही त, कोरोना देखियो भन्दैमा चाहिँ ऊ कोरोनाका कारणले मर्यो भन्न चाहिँ तत्कालै चाहिँ सरकारले भन्नु चाहिँ अलि उचित लागेन। त्यो नभन्नु पर्ने, संक्रमित हो भन्ने पुष्टि गर्न सक्थ्यो। तर जसरी उलाई चाहिँ कोरोनाका कारणले गर्दा मृत्यु भयो भनेर चाहिँ सार्वजनिक गरियो त्यो नै दुःखद कुरा हो। यति बेला उसको परिवारलाई आज म बिहान मात्रै उसको परिवारसँग, मृतकको परिवारसँग कुरा गरिराख्दाखेरि
यस्तो दर्दनाक अवस्था छ उहाँहरूको। त्यो छोराको माथि चाहिँ 7 जना परिवार डिपेन्ड थियो, उसले कमाएपछि मात्रै परिवार चल्थ्यो। अब ती 7 जना को अवस्था के होला त? उसको 2 वटा साना साना बच्चाहरू, 5 वर्षको एउटा छोरा, 2.5 वर्षको एउटा छोरी को अवस्था के होला? कसले त्यसको जिम्मेवारी लिदेला? कसले त्यसको शिक्षा दीक्षामा ध्यान दिएला? त्यो सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ। उसको परिवार पाल्नका लागि सबैभन्दा जटिल अवस्था चाहिँ सिर्जना भएको छ। त्यसकारणले यी कुराहरूमा चाहिँ राज्यले चाहिँ ध्यान पुर्याउनु पर्ने हो, त्यो पुर्याउन सकेको छैन। र म फेरि पनि दोहोर्याउन चाहन्छु, बाँकेको नरैनापुरको जुन व्यक्तिको अस्ति मृत्यु भएको छ, त्यो व्यक्तिको मृत्यु कोरोना संक्रमित भए पनि उसले चाहिँ उपचार र चाहिँ पानी नपाएका कारणले गर्दा नै उसको मृत्यु भएको हो। त्यो अन्तिममा सरकारले पनि त्यही प्रतिवेदन निकाल्नुपर्छ जुन अहिले म यो बोलिरहेको छु, जुन भनिरहेको छु। अब एउटा त तपाईले भनिराख्नु भएको छ कि त्यो कुरालाई उठान गरिसकेका छन्। हजुर, संसदमा पनि विभिन्न पार्टीका नेताहरूले अन्य रोगबाट पनि पीडित, हजुर, अब ती व्यक्ति चाहिँ अन्य रोगबाट पनि पीडित भएको भनेर जसरी तपाईले भन्नुभयो कि डायरिया लगायतका रोगबाट ग्रसित थिए र भनौँ न उपचार सेवा चाहिँ समयमा नपाउँदा उहाँले चाहिँ मृत्युवरण गर्नु पर्यो भनेर तपाईँको भनाइरह्यो। अब त्यहाँ अर्को कुराको पनि के आयो भने जुन किसिमको तयारीको कुरा गरौँ होइन, क्वारेन्टाइनको कुरा गरौँ होइन, त्यसमा पनि धेरै प्रश्न उठिरहेको छ। र अर्को कुरा स्वास्थ्य सेवाको पहुँचको कुरा गरौँ। अब जो व्यक्तिको मृत्यु भयो ती व्यक्तिलाई अस्पताल तत्कालै पुर्याउनु पर्ने थियो, त्यहाँ पनि एम्बुलेन्सको अभाव होइन, स्वास्थ्य कर्मीको अभाव लगायतको कुरा पनि आइरहेको छ। तपाईँ प्रत्यक्ष त्यहाँ गएर पनि हेर्नु भएको छ, के चाहिँ भएको रहेछ? मैले अघि पनि भनिहालेँ, त्यहाँ स्वास्थ्य कर्मीहरू नहुनु, उसले उपचार नपाउनु र चाहिँ एम्बुलेन्सलाई बोलाउन खोज्दा एम्बुलेन्सले पिपी छैन, हामी लग्न सक्दैनौँ भनेर चाहिँ जवाब फिर्ता गर्नु सबैभन्दा विडम्बनाको कुरा हो। सरकारले एउटा निर्देशिका तयार गरेको छ जसमा अनिवार्य चाहिँ प्रत्येक पालिकासँग 1 वा 2 वटा एम्बुलेन्स स्ट्यान्ड बाई चाहिँ हुनुपर्छ। खै त त्यो एम्बुलेन्स कहाँ गयो? खै सरकारले त्यो तयारी गरेको त्यो अवस्थाहरू कहाँ छन् पिपीहरू? यत्रो महिना भइसक्यो लकडाउन घोषणा भएको, 55, 56, 57 दिन आज हुन लागिसकेको छ, अझैसम्म चाहिँ तयारी छैन। एउटा पिपी स्वास्थ्य कर्मीलाई छैन, एउटा चाहिँ क्वारेन्टाइनलाई चाहिँ व्यवस्थित गर्ने सरकारसँग चाहिँ तयारी छैन भनेपछि त्यो क्वारेन्टाइनमा बस्ने ती नागरिकहरूको ज्यान नजाला त के होला? आफैमा एउटा प्रश्नवाचक चिन्ह चाहिँ छ। सरकारले मैले अघि तपाईँले भने जस्तै क्वारेन्टाइनको व्यवस्थापन चाहिँ राम्रो चाहिँ छैन। निर्देशिका जुन सरकारले बनाएको छ त्यो निर्देशिकामा बमोजिम चाहिँ त्यो क्वारेन्टाइन पनि छैन, आइसोलेसन बन्नै सकेको छैन। अब क्वारेन्टाइनको जुन कुरा गर्नुभयो त्यो नरैनापुरमा मात्रै त्यस्तो समस्या हो कि अरू पनि ठाउँमा त्यस्तै समस्या हो क्वारेन्टाइनको कुरो? होइन, यो सिङ्गो यो जिल्लाको नै त्यही समस्या मैले देखिरहेको छु। मैले धेरै क्वारेन्टाइनहरूको चाहिँ भिजिट गरेको छु। अनुगमन गर्ने दौरानमा कहीँ पानी छैन, कहीँ बिजुली छैन र कहीँ खानाको राम्रो व्यवस्था छैन भन्ने हामीले पाएका छौँ। म उदाहरण दिन चाहन्छु, जब सुरुवात भयो यो कोरोना संक्रमितहरू फेला पर्न सुरु भए त्यो टाइममा नेपालगञ्जको महेन्द्र क्याम्पसमा रहेका केही व्यक्तिहरू जो शङ्कास्पद व्यक्तिहरू थिए तिनीहरू खाना नपाएर छटपटाइरहेका अवस्था चाहिँ थियो। उनीहरूले त्यही भिडियो बनाएर सार्वजनिक समेत गरे। त्यो गरिसकेपछि स्थानीय सरकार बाध्य हुनु पर्यो र उनीहरूलाई खाना, त्यसपछि अलिक गुणस्तरीय खाना दिने तयारी गर्यो। यहाँ त खाना पकाउने मान्छे समेत चाहिँ तिनीहरूलाई पानी माग्दा समेत नदिने अवस्था चाहिँ छ, यति बेला हामीले देखिरहेका छौँ। त्यसकारणले म के आग्रह गर्न चाहन्छु सरकारलाई, कमसे कम सुरक्षित तरिकाले तिनीहरूलाई खाना, बस्न र उपचारको व्यवस्था मिलाउनका लागि चाहिँ तयारी गर्नुपर्छ। स्वास्थ्य कर्मीहरू छन्, स्वास्थ्य कर्मीहरूलाई चाहिने जुन स्वास्थ्य सामग्रीहरू जस्तै पिपी भयो, मास्कहरू भयो, ग्लोभ्सहरू भयो, यी सामान्य कुराहरू त कमसे कम पूर्ति गरिदिनु पर्यो नि। अहिले पनि छैन त्यत्रो। अब भनौँ न, एकजनाको मृत्युको कारण चाहिँ अब कोरोना भनेर त ल्याबले पुष्टि गरिसक्यो होइन, र अरू रोगबाट पनि ऊ ग्रसित थिए भन्ने कुरा पनि आयो होइन। र जहाँसम्म अब एकजनाको मृत्यु नै भइसकेको अवस्थामा अब चाहिँ के छ त्यहाँको अवस्था? अब चाहिँ पिपी आयो त्यहाँ जुन अहिले पनि 60 + 12 जना गरेर चाहिँ हिजो मात्रै एकै उसमा चाहिँ 60 जनाको चाहिँ रिपोर्ट आएको थियो पोजिटिभ, र त्यसपछि फेरि राति 10 बजे 10:15 बजेतिर 12 जनाको रिपोर्ट आएको छ संक्रमितहरूको। नरैनापुर गाउँपालिकाकै हुनुहुन्छ उहाँ सबैजना। उहाँहरूलाई व्यवस्थापन गर्नका लागि अघि मैले आधा घण्टासम्म चाहिँ सम्पर्क गरिराख्दाखेरि
वार्ता नै भइरहेको छ, सरकारले चाहिँ छलफल गरिरहेको छ, स्थानीय प्रशासन चाहिँ छलफल गरिरहेको छ, क्वारेन्टाइन बनाउने विषयमा चाहिँ छलफल गरिरहेको छ भनेर बताइरहेको अवस्था थियो। जबकि हिजो दिउँसो चाहिँ 2 बजेतिर चाहिँ रिपोर्ट आइसकेको छ, 2-3 बजेतिर चाहिँ संक्रमितहरू नरायणापुरमा यति जना चाहिँ फेला परे भनेर सरकारले एउटा सूचना जारी गर्दाखेरि ती संक्रमितहरूलाई अहिलेसम्म हामी अहिले 2 बजिसकेको छ, अहिलेसम्म पनि तिनीहरूलाई क्वारेन्टाइन जहाँ उनीहरूलाई सुरक्षित रूपमा अलग गरेर राख्नुपर्ने हो त्यो राख्न सकेको अवस्था छैन। संक्रमित र गैर संक्रमित जो चाहिँ त्यहाँ क्वारेन्टाइनमा बसेका मान्छेहरू छन् तिनीहरूसँगै राखिरहेको अवस्था चाहिँ छ। त्यसले त झन् विकराल अवस्था सिर्जना गर्छ। अब ती 60 प्लस 12 जना भनेपछि जो संक्रमित छन् त्यसलाई पनि अहिलेसम्म पनि क्वारेन्टाइनमै राखिएको अवस्था छ, आइसोलेसन वार्ड क्वारेन्टाइनमै राखिएको छ र त्यो जो संक्रमित छैनन् जसको रिपोर्ट नेगेटिभ आएको छ तिनीहरूसँगै राखिएको चाहिँ अवस्था छ। त्यो सबैभन्दा दुःखदायी हो। अब नरायणापुरको कुरा गर्नुभयो, कतिजना संक्रमित हुन्छन्? हजुर, तपाईले नरायणापुरको कुरा गर्नु सबैभन्दा हजुर हो, नरायणापुरको कुरा गर्दैछु किनभने सबैभन्दा बढी संक्रमित भनेको बाँकेको नरायणापुर गाउँपालिका नै हो यति बेला, किनभने इन्डियाबाट आएका व्यक्तिहरूलाई अब यस्तो तपाईले जुन भन्नुभयो नि जो जसमा चाहिँ नेगेटिभ छ त्यही व्यक्तिसँग चाहिँ संक्रमित व्यक्तिलाई पनि राखिएको छ। यो चाहिँ नरायणापुरको चाहिँ कुन ठाउँ क्वारेन्टाइन कुरा हो? यो नरायणापुरको विभिन्न क्वारेन्टाइनहरू छन् किनभने 200 समथिङ जनाको समथिङ कति मान्छे 65 जना कि कति जनाको चाहिँ स्वाब सङ्कलन गरेको थियो। ती सबैको रिपोर्ट आउँदाखेरि त्यसमा मध्येबाट चाहिँ केही व्यक्तिहरू जो संक्रमित फेला परेका छन् र जसको नेगेटिभ आएको छ रिपोर्ट तिनीहरूसँगै राखिएको छ। विभिन्न क्वारेन्टाइनहरू त्यहाँ छन्, 12वटा क्वारेन्टाइन बनाइएको छ त्यहाँ। ती 12वटा क्वारेन्टाइन मध्ये केही क्वारेन्टाइनलाई चाहिँ अहिले त्यस्तो अवस्थामा राखिएको छ जुन सबैभन्दा दुःखदायी कुरा। अब ती त्यहाँ बसिरहेका अन्य व्यक्तिहरूको अवस्था के होला र तपाईँलाई अर्को लेटेस्ट जानकारी गराउँ, अघि 1.5 घण्टा अगाडि त्यहाँ प्रदर्शन भएको छ। स्थानीयहरूले त्यो क्वारेन्टाइनबाट निकाल्नुपर्छ मान्छेहरूलाई, हाम्रो मान्छेहरू संक्रमित छैनन्, त्यो एकजना मान्छे मृत्यु भएको मान्छे पनि संक्रमित थिएन, सरकारले गलत तरिकाले चाहिँ यो घोषणा गर्यो भनेर चाहिँ प्रदर्शन गरिरहेको अवस्था चाहिँ त्यो। प्रहरीसँग झडप हुने अवस्था चाहिँ पुगेको थियो र फेरि चाहिँ प्रहरीहरू थप गरेर चाहिँ त्यहाँ त्यो स्थितिलाई नियन्त्रण गरेको चाहिँ अवस्था चाहिँ छ। त्यसकारणले गर्दा सरकारलाई चाहिँ संवेदनशील हुनुपर्छ। होइन त्यति मान्छेको अब भनौँ न संक्रमित भइसकेको अवस्था छ, एकजनाको मृत्यु नै भइसकेको अवस्था छ भनेपछि अब 106 जना त बाँकेमा मात्रै भेटेको अवस्था छ होइन, मोर देन 60 त नरायणापुरमै छ। अब यस्तो अवस्थामा त अब केही भनौँ न अलिक जागरुक हुने, सरकारले चाहिँ त्यो अनुसारको इक्विपमेन्टको कुरा भयो होइन, भौतिक संरचनाको कुरा भयो, खानपानको कुरा आउन सक्ला होइन, यी सबैमा चाहिँ तदारुकता देखाएको, त्यहाँको गाउँपालिकाले तदारुकता देखाएको या जिल्लाले तदारुकता देखाएको, प्रशासनले तदारुकता देखाएको पाउनुभयो? मैले गाउँपालिका अध्यक्षसँग पटक सम्पर्कमा छु, कुरा गरिरहेको छु उहाँसँग। उहाँको भनाइ छ म चाहिँ यहाँ सारा बरु विकासको बजेट पनि म अहिले क्वारेन्टाइनमा र आइसोलेसनमा खर्च गर्न तयार छु, तर सेनाले कमसेकम उहाँहरूलाई सुरक्षित तरिकाले राख्नका लागि एउटा सुरक्षा प्रदान गरिदिनु पर्यो। हामीलाई सुरक्षा भएन, हामीलाई गाह्रो भयो। उहाँले माग गरिराख्नु भएको छ, उहाँ आर्थिक लगानी गर्न तयार हुनुहुन्छ, तर राज्य स्थानीय सरकार चाहिँ जो छ अरू जिल्ला प्रशासन र जिल्ला समन्वय समिति त्यो चाहिँ फित्लो भएको चाहिँ अवस्था देखिरहेको छ। त्यो स्थानीय निकायसँग चाहिँ समन्वय नगरिदिँदाखेरि यो जटिलता चाहिँ आएको चाहिँ हामीले पाएका छौँ। त्यस कारणले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई चाहिँ गम्भीर भएर चाहिँ यो विषयमा सोच्यो भने समस्या चाहिँ निराकरण होला, होइन भने संक्रमितहरू दिन प्रतिदिन अब चाहिँ बाँकेमा थपिँदै जानेछन्, किनभने एकका कारणले अर्कोमा सरकारले आफै पनि भनिरहेको छ थपिँदै जानेछ। तपाईँले भन्नुभयो र जुन किसिमले बढ्दै गयो नि त्यहाँ, यसको कारण चाहिँ के रह्यो? त्यहाँ कारण मेन भनेको इन्डियाबाट चाहिँ उहाँहरू जतिजना संक्रमित फेला पर्नु भएको छ सबैजना इन्डियाबाटै आउनु भएको छ। 30 गते वैशाख 30 गते उहाँहरूलाई चाहिँ भारतको बर्डरबाटै चाहिँ लिएर डाइरेक्ट क्वारेन्टाइनमा राखिएको छ। कसैलाई परिवार औपचारिक रूपमा नेपाल भित्र्याइएको हो, प्रशासनले औपचारिकमा तिनीहरूलाई अवस्था हो। औपचारिक रूपमै चाहिँ भित्री आएको छ। पहिला कि 23 जना जति पहिला आएका थिए, भारतको लुकी छुपी चाहिँ आएको र उनीहरूलाई चाहिँ फेरि पठाउने तयारी गर्दाखेरि फेरि दबाब पुग्यो र दबाब पुगिसकेपछि 10 गजाको छेउमै क्वारेन्टाइन बनाएर उहाँहरूलाई राखिएको अवस्था चाहिँ छ। र उहाँहरूलाई चाहिँ चेक गर्दाखेरि सबैको चाहिँ नेगेटिभ आएको छ
तर जो 30 गते इन्डियाबाट विशेष गरी बम्बईबाट जतिजना आएका थिए, बम्बईबाट आएकाहरूमै सबैभन्दा बढी संक्रमण चाहिँ देखिएको भन्ने चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ। हजुर, अब बम्बईबाट त्यो बेला हजुर बम्बईबाट आएकाहरूमा बढी संक्रमण देखियो भनेर भनिराख्नु भएको छ र जसरी नेपालगञ्जबाट सिधै भित्र्याइयो नि, कतिजना जति भित्र्याइएको थियो त्यो बेला? हाराहारी 700-800 जना जति चाहिँ भित्र प्रवेश गरेका हुन्। विभिन्न पालिकाका मान्छेहरू थिए, जुन जुन पालिकाका थिए त्यो पालिकालाई चाहिँ ह्यान्डओभर गरिएको थियो। अर्को कुरा तपाईँलाई म बताउँ, यो नेपालगञ्जको मेन बार्डर नभएर विभिन्न पालिकाहरूको जुन आफ्नो सिमाना छ, सिमानाबाट चाहिँ प्रवेश गरेका व्यक्तिहरू, नरायनापुरको जुन मैले कुरा गरिरहेको छु, उहाँहरू नरायनापुरकै बर्डरबाट चाहिँ प्रवेश गरेका छन्। यस्तै डुडुवा गाउँपालिकाको जुन सिमानामा इन्डिया पर्छ, नागा पर्छ, त्यहाँ नागाबाट चाहिँ प्रवेश गरेका व्यक्तिहरू छन्। नरायनापुरमा मात्रै चाहिँ 700 जना मान्छेहरू, 700 समथिङ केही मान्छेहरू चाहिँ प्रवेश गरेको अवस्था छ, जसमा 265 जनाको चाहिँ स्वाब परीक्षण भएको छ। आलमजी, एउटा त कुरा भयो कि औपचारिक रूपमा भित्र्याइयो, त्यो त भित्र्याएर सिधै क्वारेन्टाइनमा राख्ने काम गरिएको होला, किनभने त्यही प्रावधान छ। कसैले चाहिँ भित्र्याउनु पर्यो भने क्वारेन्टाइनमा सिधै राख्नुपर्ने, विभिन्न गाउँपालिकाहरूमा सम्बन्धित गाउँपालिकामा पुर्याउने भनेर कुरो भएको थियो होइन, बाँकीको कुरा गर्ने भने। अब रह्यो जो ती सबै क्वारेन्टाइनमा पुगे कि पुगेनन् भन्ने पनि कुरा छ नि होइन, त्यसमा कति विश्वस्त हुनुहुन्छ? आएका व्यक्तिहरू सबै होइन, उहाँहरू पालिकाले 700 समथिङ कति जनालाई चाहिँ बर्डरबाट चाहिँ नियन्त्रणमा लिएको छ र उहाँहरूलाई सुरक्षा घेरामा राखेर क्वारेन्टाइनमा ल्याएको। त्यो पुरै उहाँहरू सबैजना क्वारेन्टाइनमै हुनुहुन्छ, कसैलाई लगिएको छैन। एउटा राम्रो पक्ष के भयो भनेपछि जसको छोरा आउँदैछ भन्ने जानकारी आमा बुवाले पाए, उहाँहरूले प्रहरीलाई र स्थानीय निकायलाई खबर गरे मेरो छोरा आउँदैछ, उसलाई क्वारेन्टाइनमा राखिदिनु पर्यो भनेर सहयोग गरेको कारणले गर्दा सहजता चाहिँ आएको हो त्यहाँ स्थानीय निकायहरूलाई। र मैले यो कुरो किन सोधिरहेको 700 जना मान्छेलाई क्वारेन्टाइनमा राख्न त्यति सजिलो चाहिँ छैन। हजुर, मैले यो कुरो किन बुझ्न खोजेको भने अब एउटा खतरा त लोकल ट्रान्समिसनको कुरा पनि आउँछ होइन। यदि उनीहरूले सिधै ल्याएको छ भने लोकल ट्रान्समिसनको कुरो भएन होइन, तर अब सिधै उनीहरू आएर घर परिवारसँग भेटेको अवस्था रहेछ भने त्यहाँ त अलिक खतरनाकपूर्ण अवस्था आउन सक्ला होइन। त्यस्तो त देखिएको छैन नि होइन बाँकेमा अहिलेसम्म। त बाँके भन्दा पनि बाँकेको नेपालगञ्जमा त देखियो, तर नरायनापुरको हकमा चाहिँ त्यो अहिलेसम्म चाहिँ पुष्टि हुन चाहिँ सकेको छैन। नेपालगञ्जमा त एकजना व्यक्ति चाहिँ क्वारेन्टाइन प्रवेश गराउँदाखेरि तत्कालीन समयमा जुन टाइममा उहाँ सुरुवात थियो क्रम थियो, त्यो टाइममा इन्डियाबाट आएका मान्छेहरूलाई क्याम्पसमा राख्दा तपाईँहरूले पनि सुन्नुभयो होला, 700 जना मान्छेहरू क्वारेन्टाइनबाट भागे भनेर चाहिँ समाचारहरू व्यापक रूपमा आएको थियो। त्यसमध्येबाट पनि एकजना नेपालगञ्जको व्यक्ति जो सङ्क्रमित फेला पर्नु भएको छ, उहाँ पनि त्यो क्वारेन्टाइनबाट भाग्नु भएको थियो र उहाँ सङ्क्रमित, उहाँकै कारणले गर्दा नेपालगञ्जमा चाहिँ हाराहारी 26 जना मान्छे चाहिँ सङ्क्रमित हुन पुगे र अहिले चाहिँ आइसोलेसनमा उपचार चाहिँ जारी नै छ, उहाँलाई आइसोलेसनमा राखिएको छ। तर अरू थप चाहिँ यो एक व्यक्तिबाट अर्कोमा चाहिँ सरेको भन्ने चाहिँ नरायनापुरको अहिलेसम्म आउन चाहिँ सकेको चाहिँ छैन। हजुर, अब अहिले जो छ नि तिनीहरूमा के छ, तिनीहरूको अवस्था चाहिँ कस्तो छ? जो सङ्क्रमित अहिले फेला परेका छन् तिनीहरूको अवस्था होइन, सबैको स्वास्थ्य अवस्था सामान्य छ, कुनै पनि लक्षण चाहिँ छैन, स्वास्थ्य कर्मीहरू पनि भनिराख्नु भएको छ। अब एउटा जसको मृत्यु भयो, अब त्यो 5-6 घण्टा चाहिँ पैदल 3 दिनसम्म पैदल यात्रा गरेर आएको व्यक्ति हुनुहुन्छ। उहाँ चाहिँ र पैदल यात्रा गरेर इन्डियाबाट पैदल आउनु भएको हो र गर्मी अत्याधिक नेपालगञ्जमा यति बेला गर्मी अत्याधिक सुरु भएको छ र यो गर्मीका कारणले गर्दा झन् चाहिँ समस्या उत्पन्न भयो। पानी राम्रोसँग खान नपाएकोले गर्दा चाहिँ उहाँलाई चाहिँ भोमिट र पखाला चाहिँ दुईटै सुरु भयो र सुरु भइसकेपछि उहाँले चाहिँ पानी माग्दाखेरि पानी दिने मान्छे कोही पनि भएन। त्यहाँ वडा अध्यक्षले चाहिँ बाहिरबाट तालचा लगाएको हुँदा त्यहाँ पानी दिने मान्छे पनि कोही नभएको कारणले गर्दा उहाँ चाहिँ अकालमा उहाँको ज्यान गएको भन्ने चाहिँ त्यहाँ क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको भनाइ चाहिँ छ। उहाँले पानी पनि माग्नुभयो, औषधि दिने मान्छेहरू कोही पनि भइदिएनन्, चेक गर्ने मान्छे भइदिएनन्। हामीले हल्ला गर्दाखेरि बाहिरबाट मान्छे क्वारेन्टाइन चाहिँ स्थापना गरियो र अरू व्यवस्था चाहिँ गरिएन, जनशक्ति भएन त्यहाँ, स्वास्थ्य सामग्री अहिलेसम्म पनि क्वारेन्टाइन पशु सराह नै छ, गौशाला जस्तै बनाइएको छ। त्यसलाई अझ व्यवस्थित गर्नुपर्छ। जहाँ कि मान्छे 5-6 जना राख्नुपर्ने हो त्यहाँ चाहिँ 15-20 जना मान्छेहरू राखिरहेको अवस्था चाहिँ छ, जुन चाहिँ सबैभन्दा नराम्रो कुरा हो। यसलाई चाहिँ सुधार गर्नुपर्ने हुन्छ। हामीले पनि
अब थर्ड एलायन्सले पनि विज्ञप्ति निकालेको छ त्यो एउटा यसलाई व्यवस्थित गर भनेर, एकदमै कमजोर भयो भनेर हामीले पनि त्यो ध्यान आकर्षण सम्बन्धी निकायको गराइरहेका छौँ। र नेपाल सरकारले नै एउटा संविधानमै स्वास्थ्य अधिकारलाई मौलिक अधिकारको रूपमा चाहिँ उल्लेख गरेको छ। स्वास्थ्य जस्तो सेवा मान्छेले पाउनुपर्ने अधिकार पनि अहिले पाउन सकिरहेको अवस्था चाहिँ छैन। त्यसलाई चाहिँ तत्काल चाहिँ व्यवस्था गर भनेर पनि हामीले आलमजी अब अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँ के भन्नुहुन्छ, के दुई तीनटा कुरा, मुख्य कुराहरू जुनमा चाहिँ तत्काल ध्यान दिनु पर्यो? म पहिलो कुरा त यो संक्रमित फेला परिसकेपछि आइसोलेसन बनाउला भन्ने चाहिँ सपना देख्नुभन्दा तत्काल चाहिँ आइसोलेसन बनाउनका लागि सम्बन्धित सबै पालिकाहरूलाई, म देशभरिका पालिकाहरूलाई म भन्छु, यो आइसोलेसनहरू तपाईँहरू बनाएर तयारी अवस्थामा राख्नुहोस्। कहिले कुन अवस्थामा चाहिँ संक्रमित फेला पर्ने हुन् के ठेगान छैन, त्यसकारणले आइसोलेसन निर्माण गर्नुहोस् एउटा। अर्को, क्वारेन्टाइनलाई चाहिँ पूर्ण रूपमा व्यवस्थित गर्नुहोस्, क्वारेन्टाइनलाई कमजोर नठान्नुहोस्। क्वारेन्टाइनलाई व्यवस्थित गर्न सक्नु भएन भने हामी 5 नम्बर प्रदेशको कपिलवस्तुबाट चाहिँ मान्छेहरू चाहिँ क्वारेन्टाइनबाट भागेको हामीले समाचार सुनेका छौँ। त्यस्तो अवस्था आउन दिनु भएन, व्यवस्थित भएन भने मान्छेहरू भाग्नेछन् र चाहिँ त्यसपछि राज्यलाई नै भार हुनेछ र संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ। त्यसकारणले यो क्वारेन्टाइनलाई व्यवस्थापन गरियोस्। सरकारले गरेको मापदण्ड बमोजिम चाहिँ क्वारेन्टाइनहरू तयार हुनु पर्यो। अर्को, तेस्रो कुरा चाहिँ राज्यले चाहिँ संवेदनशील भएर सहज रूपमा चाहिँ स्वास्थ्य सेवाहरूलाई प्रवाह गर्नका निम्ति स्वास्थ्य कर्मीहरूलाई पनि आवश्यक सामग्रीहरू चाहिँ उपलब्ध गराओस्। र अन्तिममा लकडाउन जुन घोषणा गरेको छ, लकडाउनलाई पनि व्यवस्थित गरिदिनु पर्यो। यो फित्लो लकडाउनले हुँदैन। लकडाउन बनाउँदाखेरि त्यो पुलिसले मान्छेलाई कुट्नलाई मात्रै चाहिँ होइन, मान्छेलाई कुटेपछि मात्रै यो लकडाउन सफल हुन्छ भन्ने कन्सेप्ट प्रहरीमा छ अथवा कुनै व्यक्तिमा छ भने त्यो गलत कुरा हो, त्यसलाई त्यागिनुपर्छ। कुनै व्यक्तिलाई लकडाउनका नाममा चाहिँ कुटेर चाहिँ लकडाउन सफल पार्न खोजियो भने त्यसले गलत रिजल्ट जानेछ, त्यो मानव अधिकार विरोधी कार्य हुनेछ। त्यसकारणले यो लकडाउनलाई चाहिँ व्यवस्थित बनाउनका निम्ति राज्यको सम्पूर्ण निकायहरूलाई चाहिँ जिम्मेवार भएर सूचनाहरू गाउँ गाउँसम्म पुर्याउनु पर्छ। यो लकडाउन केका लागि हो भनेर अझैसम्म गाउँमा पुग्न सकेको छैन। त्यसकारणले व्यवस्थित सूचना पुर्याउनका लागि म आग्रह गर्न चाहन्छु र नेपालको संविधान र अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय सन्धिहरूमा गरेको हस्ताक्षरलाई पूर्ण रूपमा पालन गर्न नेपाल सरकारसँग म अपिल गर्छु। धन्यवाद। धन्यवाद तपाईँलाई। दर्शकवृन्द, ओछलैत बांके के नेपालगंज से तराई मानव अधिकार रक्षक संजाल पश्चिम क्षेत्र के संयोजक आलम खान वो जानकारी द रहल छले कि बांके के अवस्था केना छै। विशेष करके नरैनापुर में, विशेष करके पिछला समय में बहुत संक्रमित के संख्या बढ़ गया है। ओत एक गोटे के मृत्यु समेत भ चुकल अवस्था है। ओतुका अवस्था केहन छै एहि विषय में जानकारी द रहल छै। बेस त नमस्कार।